ए युरोप युरोप भनेर यसरी आइयो दुःख पाइँदैछ यत्रो पर यहाँ बस्छौँ हामी अनि जो पर कम्पनीमा जानुपर्छ युरोप युरोप भनेर आइयो सबै साथीहरू रोकिएर अनि हामी बस्नु यता पर बाबनको काखमा के थाहा भएर दुःख के टेन्सन थियो त्यहाँदेखि फेरि बेगरी बुढाले पाल्यो दुःख भने थाहा भएन अहिले आफूले गर्नुपर्दा साह्रो दुःख आउँदो छ युरोप युरोप भनिन्छ बोसहरू त ठिकै हुन्छ कम्पनी ठिक छ तर त्यही काम गर्ने वर्किङ वर्करहरूले डराइसक्यो नि गरिहरूलाई भाषा बुझिँदैन कुले भन्दा घुल्याइन्छ अनि त्योले भन्दा त्यो ल्याइन्छ अनि नबुझेपछि अनि उनीहरू पनि रिसाउनु सकेको कुरा तर हामीलाई चाहिँ अब गाली गरेर हुन्छ अनि आफ्नो लिम्बू हो नि त म त लिम्बू भाषा त अहिलेसम्म आएन यो उमेरमा यत्रो उमेर हुँदा त नि उनीहरूको भाषा हुन्छ गाह्रो हुन्छ नि अन्त आफ्नो कास्टको त्यही तक आउँछ तकदेखि के आउँदैन तक भनेको भातै त्यहाँदेखि अरू आउँदैन भने त्यो उनीहरूको भाषा टिप्नु त गाह्रो छ गाइस अब एउटा जम्मा 10वटा आउँछ अनि के गर्नु बाँच्नु गाह्रो हुँदछ है भाषा आउँदा त माया गर्छ सबैले बुझ्थ्यो होला क्या अब गाली गरे पनि चुप्प लाग्नु गाली गर्दा पुरै अगाडि कुरा गर्न हामी थाहा पाउँदैन त्यस्तो हुँदो रहेछ है साह्रो हुँदो रहेछ